साँच्चै भन्नुपर्दा आज तपाईले हेर्न लाग्नु भएको कुरा एकदमै आँखा खोलिदिने नै छ। भिडियो अलिकति लामो छ तर अन्त्यमा तपाईले यसको मूल्य पक्कै पाउनुहुनेछ। आफ्नै आँखाले नदेखेसम्म यो फोहोर दुर्गन्ध आउने काँचो भेडाको छाला त्यही महँगो भेडाको ज्याकेट र ओछ्यानको नरम गरम कम्मल बन्छ भन्दा कसैलाई विश्वास पनि लाग्दैन होला। अब यो भिडियोसँगै पूरा प्रक्रिया हेरौँ। पहिलो काम, काँचो भेडाको छालालाई कटरले सफा गरेर काम नलाग्ने खुट्टा पुच्छर काटेर फ्याँकिन्छ। त्यसपछि ठुलो घुम्ने पिँडामा हालेर धुलो रौँका फोहोरहरू छुट्याइन्छ। छाला बिग्रन नदिन अघि नै त्यसमा ढुङ्गा नमक जस्तो पदार्थ लगाइन्छ। त्यही धुलो फेरि छुट्याउनु पर्छ। अब छाला पानीले कुटेर धुन्छन्। भित्र बाहिर लुकेको माटो फोहोर सबै निकाल्न कम्तीमा पनि 5-7 पटक धुनु पर्दछ। त्यसपछि सबैभन्दा गाह्रो काम छालाको बढी भएको बोसो खसाल्ने हो। कसैले सोचेको पनि हुँदैन यो बोसो पछि परिष्कृत गरेर साबुन र स्किन केयर बनाउन सकिन्छ भनेर। अब छालालाई तातो झोलमा राखेर उच्च तापक्रममा मलाई मोर्दै सफा गरिन्छ। यो प्रक्रिया कम्तीमा पनि 6 पटकसम्म दोहोऱ्याइन्छ। यसरी तयार भएको छाला सफा गन्धहीन र वातावरण मैत्री हुन्छन्। त्यसपछि अर्को चरण, छालामा भएको पानी निचोर्ने। पर्खाल जस्तै ठुला ठुला पत्थर मेसिनमा राखेर छाला फेरि समान रूपले चिल्लो र मसिनो बनाइन्छ। अब छालालाई ठुला काठको फ्रेममा तान्दै टाँसिन्छ र 3 दिनसम्म घाममा सुकाइन्छ। सुकिसकेपछि राम्रो गुणस्तरको छाला छानेर विभिन्न रङमा रङ्गरोगन गरिन्छ। फेरि एक पटक तातो पानीमा राम्ररी धोइन्छ। त्यसपछि मेटलको जालीमा झुन्ड्याएर दोस्रो पटक सुकाइन्छ। यस्तै गरी सुकाएको छाला नै सबैभन्दा सफा, नरम र फाइन गुणस्तरको मानिन्छ। अन्त्यमा छालालाई फेरि एक पटक मेसिनले पातलो नरम बनाइन्छ र माथि हल्का अल्कोहल लगाएर 200 डिग्रीको तातो मेसिनले चम्काइन्छ। त्यसपछि यी छाला कम्मल, कार्पेट, कोट, ज्याकेट र विभिन्न फर्निचरका प्याड बनाउन काटिन्छ। अब कुरा गरौँ बाँकी टुक्रा फाछाको। यी टुक्राबाट छुट्टिएको लामो भेडा उन सफा सुन जस्तै मूल्यवान मानिन्छन्। फ्याँकिन्नन्। उनलाई अलग गरेर धेरै पटक सफा सेनिटाइज गरिन्छ। पछि ठुलो कन्दी मेसिनमा चलाउँदा पातलो पातलो बादल जस्तै बन्छ। यस्तै नरम उनबाट बनाइने उन कम्मल उल कुइल साँच्चीकै श्वास फेर्ने कम्मल हो। गर्मीमा चिसो राख्छ, जाडोमा सुत्न जाने बित्तिकै हिटर झैँ न्यानो हुन्छ। ओस नमी लाग्दैन, जतिसुकै चिसो ठाउँमा पनि यसले राम्रो न्यानो दिन्छ। यसमा हामी उच्च गुणस्तरको कपडाले बाहिरपट्टि कभर बनाउँछौँ र कम्बल र झोलाभित्र उन सिधै देखिने गरी लामो निरीक्षण विन्डो पनि राखिन्छ। कुनै पनि ग्राहकले सजिलै छामेर हेरेर बुझ्न सकुन्। त्यसपछि कम्प्युटर मेसिनले कम्मलमा सुन्दर चौकोर सिलाइ गर्छ। कम्मल जति वर्ष चले पनि उल गुट्टोल भएर एकै ठाउँमा आउँदैन। यो आधुनिक उत्पादन प्रणालीले सस्तो, बलियो र टिकाउने साथै सामान्य परिवारमा पनि सजिलै पुग्न सक्छ। आशा छ तपाईले केही जानकारी पाउनुभयो। भिडियो मन परे एक लाइक गरेर सेयर गरिदिनु होला।